मन्त्रीज्यू आजकल कति घन्टा सुत्नुहुन्छ अन्तिममा? सुत्नु भएकै छैन है? खाना त टाइममा खाइरहनु भएको छ? मन्त्रीज्यू अब नेपालको कानुनहरू बाँझिएको जस्तो देखिन्छ। तपाईँ अहिले विपदको काम गर्न आइरहनु भएको छ। यता भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको छ। खानेपानी यताउता कानुनले बाँझो भएको कारणले गर्दाखेरि काम गर्न सकिएको छैन। तपाईँले कसरी यसलाई निहालिरहनु भएको छ? अब के गर्ने? यसमा चाहिँ यो ठाउँमा चाहिँ हामी लगभग 2 वर्ष अगाडि नै यहाँ रेस्क्यु गर्न आएको ठाउँ हो त्यतिखेर। त्यसमा धेरै गाह्रो भएको थियो। यहाँको धेरैजनालाई गाह्रो भएको थियो। अस्तिको पालि नि के भयो भन्दाखेरि यो बाटोमा यो बाटो अवरुद्ध भएर त्यसपछि यहाँबाट तपाईँको पुरै लाइन जाम, दुकान जाम, एम्बुलेन्स पनि बिच बाटोमा रोकेको आफैले भोग्नु भएको थियो है त्यो तपाईँले? मैले त्यतिखेर चाहिँ मैले अस्ति भर्खरै गृह मन्त्रालयमा कमान्ड पनि लिएको थिएँ होइन। त्यो कमान्ड लिएर अनि त्यसपछि एउटा यस्तो खालको हामीले आइडिया निकाल्यौँ कि त्यहीको गाउँपालिकालाई चाहिँ यहाँको मान्छेहरूलाई रेस्क्यु गर्ने भनेर हामीले एउटा आइडिया निकालेको थियौँ क्या त्यतिखेर। किन सबसे नजिक हामी त्यहाँबाट पुग्नुभन्दा अगाडि त यहाँ रेस्क्यु भइसक्नु पऱ्यो नि त। अनि त्यसको लागि भनेर चाहिँ हामीले नजिकको गाउँपालिका वडा अध्यक्षहरूलाई हामीले आफै पर्सनली फोन गरेर मान्छेहरू चाहिँ कुनै ठाउँमा लगेर राख्दै गर्नु, वडा कार्यालयमा हुन्छ कि केमा हुन्छ होइन, राख्दै गर्नु। त्यसपछि हामी यहाँ रेस्क्यु गर्छौँ भनेर हामीले निर्देशन दियौँ। हिजो राति पनि सुत्नु भएन? हिजो राति पनि त्यो नेपाल प्रहरीका आइजिपी र सशस्त्र प्रहरीका आइजिपी लिएर त्यो के इक्विपमेन्टहरू छ त्यो हेरिराख्नु भएको थियो। आज रोसी खोला पुग्नु भएको छ। यो बाढीले गर्दा धेरै तनावमा हुनुहुन्छ कि अब पहिला यही क्षेत्रमा काम गरेको हुनाले पनि तपाईँले? होइन, अब यस्तो हुन्छ कि अब विपदको समयमा जहिले पनि सरकार छैन जस्तो महसुस हुन्थ्यो क्या। यसपालि त अब नागरिकको सरकार छ। सरकार छ जस्तो त हुनु पर्यो नि नागरिकलाई पनि। हामी सबैजना सेफ छौँ, सरकारले हामीलाई हेरिरहेछ, हामीलाई रक्षा गर्छ हाम्रो सरकारले भन्ने त अनुभव त हुनु पर्यो नि उहाँले। त्यसको लागि भनेको त अब विपद आएर गर्ने होइन, विपदभन्दा अगाडि पूर्व तयारी गर्नुपर्छ क्या हामीले। त्यही भएर चाहिँ हामीले अहिलेदेखि नै अब 3 महिना बाँकी छ, तर 3 महिना बाँकी छ, अब बिस्तारै गरौँला भन्ने समय त होइन नि त। यहाँको स्थानीयहरूसँग कुराकानी गऱ्यौँ। धेरैले भन्दै हुनुहुन्थ्यो सुन्दर गुरुङजी आउँदै हुनुहुन्छ, एउटा कुरा सुनाइदिनु, यहाँ 2टा झोलङ्गे पुल, यहाँ पुलहरूको पनि छैन रे, धेरै मार्कामा परेका छन्, सरकारले त्यो कुरा पनि सुनिदियोस् भन्दै हुनुहुन्थ्यो। त्यो पनि तपाईँमा चाहिँ हामीले यो राख्यौँ यहाँको समस्या, सुनिदिनु होला प्लिज। हुन्छ, सम्बन्धित निकायलाई सोधेर बनाइदिनु होला। मन्त्रीज्यू अब भौतिकको यो हुनुहुन्छ, त्यही भएर भौतिकको हाम्रो मन्त्रीज्यू नआउनु भएर उहाँको सडक विभागको लागि यहाँ आउनु भएको थियो। मन्त्रीज्यू अब विपद न्यूनीकरण गर्नको लागि त परिकल्पना गरेर त्यसमा काम गर्नको लागि तपाईँ अगाडि नै आइपुग्नु भएको छ। यदि विपद आइहाल्यो भने त्यसमा चाहिँ अब गृह मन्त्रालयले कसरी काम गर्ने योजना बनाइरहनु भएको छ? तपाईँको हाम्रो चाहिँ 2टा हेली हामीले स्ट्यान्ड बाईमा राखिसक्यौँ अहिलेदेखि नै होइन। त्यसमा हाम्रो तपाईँको कस्तो खालको विपद हो होइन, कुनै ठाउँमा अब तपाईँको खोजमा छ भने रोप रेस्क्यु गर्नु पऱ्यो भने त्यही अनुसारको हाम्रो टिम चाहिन्छ। अब वाटर रेस्क्यु गर्नु पऱ्यो भने त्यही अनुसारमा गोताखोरको टिम चाहिन्छ होइन। अब एमएफआर कुनै अब तपाईँको यसमा अब के भन्छ मान्छेहरू घाइते छ भने तुरन्त रेस्क्यु गर्ने एमएफआरको टोली पनि त्यहीँ चाहिहाल्यो। त्यही भएर पहिलादेखि चाहिँ तपाईँको कस्तो छ भन्दाखेरि चाहिँ विपद आउँदाखेरि चाहिँ अब विपद हुँदै गर्छ, अब पैसा जोगाउनु पर्छ भनेर हिसाबले चाहिँ गाडीमा कुर्थ्यो। हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि चाहिँ सुरुमै हेलीबाट टिम पठाइदिइहाल्ने, ताकि तपाईँको त्यो जाम हुन्छ नि त बाटो, त जाम भएपछि एम्बुलेन्स आउन गाह्रो भयो, विपदको रेस्क्यु टिम पनि आउन गाह्रो भयो। टाइम इज इम्पोर्टेन्ट क्या। त्यही भएर हामी चाहिँ हेलीबाटै नै सर्टन ठाउँहरूमा जिआरहरू होइन, जियो लोकेसन्सहरू भनेर भनौँ न, त्यसको पिन पोइन्ट गरेर हेली लोकेसन झार्ने। त्यसपछि उताबाट यो ठाउँमा विपद भएको छ है भनेर भन्ने बित्तिकै तपाईँको त उताबाट त्रिपुरा इन्टरनेसनल एयरपोर्टबाट हाम्रो विपद व्यवस्थापनबाट त्यहाँबाट कुन टिम चाहिने हो त्यही टिम चाहिँ स्ट्यान्ड बाईमा हुन्छ। अनि हिजो मैले तपाईँहरूलाई देख्नुभयो होला, म त्यहाँ गएको थिएँ होइन। त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ त्यो विपदको टोली चाहिँ स्पेसिफिक टिम चाहिँ यहाँ रेस्क्यु गर्न यहाँ हेलीबाट झर्नुहुन्छ, अनि सामानहरू झार्दै यहाँबाट हेलीबाट रेस्क्यु गर्न थाल्नुहुन्छ क्या। कतिपय अवस्थामा अहिले डढेलो लाग्ने पनि समय आइसकेको छ, लागि पनि सकेको छ। डढेलोलाई न्यूनीकरण गर्नको लागि के गर्दै हुनुहुन्छ र डढेलो लागिसके पछाडि चाहिँ जनताहरूलाई कसरी रेस्क्यु गर्ने? यस्तो छ तपाईँको डढेलोको समस्या चाहिँ के छ भने कतिजना चाहिँ नागरिकहरूले आफै डढेलो लगाइदिनु हुन्छ क्या। समस्या त्यो हो क्या, त्यो चाहिँ गर्नु भएन क्या, नागरिकले नै बुझ्नु पऱ्यो क्या। अनि कुनै घाँसको लागि होइन, घाँस राम्रो उम्रिन्छ भने डढेलो लगाएर पुरै सबै डाँडै डढेलो लाग्छ, त्यस्तो नागरिकहरूले पनि त्यस्तो गरिदिनु भएन, आफूले पनि बुझ्नु पऱ्यो। र सीमित घाँसहरूको लागि तपाईँको अलिकति आफ्नो स्वार्थको लागि पुरै देशै जलाउने त होइन नि त, यसरी गरेर जङ्गल जलाउने त होइन नि त तपाईँको त होइन। त्यो हिसाबले चाहिँ उहाँहरूले पनि सोचिदियो भने राम्रो होइन, हामीलाई पनि सजिलो हुन्छ, सरकारलाई पनि सजिलो हुन्छ होइन। मन्त्रीज्यू अब नेपालको कानुनहरू बाँझिएको जस्तो देखिन्छ। तपाईँ अहिले विपदको काम गर्न आइरहनु भएको छ। यता भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको छ। खानेपानी यताउता कानुनले बाँझो भएको कारणले गर्दाखेरि काम गर्न सकिएको छैन। तपाईँले कसरी यसलाई निहालिरहनु भएको छ? अब के गर्ने? होइन, यस्तो छ तपाईँको अब कति कुराहरू चाहिँ नियम कानुनमा हाम्रो धेरै समस्या छ होइन। त्यसमा हामी अब सबै मिनिस्टरहरू चाहिँ हामीले बसेर कोर्डिनेसन गर्दै काम अगाडि बढाइरहेछौँ होइन, काम गरिरहेछौँ। त्यसको लागि टेन्सन छैन। अब हामीलाई पहिला जस्तो एउटा विभिन्न पार्टीको तपाईँको मन्त्रीहरू होइन नि त अहिले त होइन,
मलाई समस्या परेकोमा उहाँहरूले सहयोग गर्नुहुन्छ, उहाँले समस्या परेकोमा। त्यही भएर इन्टर मिनिस्ट्रियल कोअर्डिनेसन चाहिँ अलिक एकदम राम्रोसित हामीले काम सफल गर्न सफल भयो, कर्मचारीबाट कतिको सहयोग भइरहेछ तपाईँलाई? एकदम राम्रोसित सहयोग भयो, एकदमै राम्रो। मन्त्रीज्यू आजकल कति घन्टा सुत्नुहुन्छ अन्तिममा? सुतेकै छैन खास, सुत्नु भएकै छैन है? खाना त टाइममा खाइरहनु भएको छ? ठिकै छ। हस् थ्याङ्क यू हजुर, थ्याङ्क यू।